नमस्ते कहिले आउनुभयो इराकबाट आएको चाहिँ सेप्टेम्बर 18 तारिक ए धेरै भएछ है अनि जेएनजीको प्रोटेस्ट पछि नेपाललाई देख्दा यो संसद भवन देख्दा तपाईलाई कस्तो लाग्यो साह्रै दुःख पनि लाग्यो एक हिसाबले हेर्दाखेरि है जस्तै यो इराक चाहिँ अब एकदम नै भन्दा पनि यहाँबाट नेपालले भन्छ ए इराक त यस्तो ठाउँ हो कि नेपाली 12 जना काटिएका अनि एकदम नै खतरा ठाउँ हो भनेर भन्छन् हैन तर हाम्रो त्यो हेरी त यो नेपाल त झनै द्वन्द्वकाली नै हो जस्तो देखिएन त झन् यहाँ त झन् नै एकदम नै खतमै भयो नि त तर त्यो इराक भन्ने ठाउँ त यति राम्रो छ कि नेपालले रेस्पेक्ट पनि गर्छन् सबै थोक हुन्छ तर यहाँ यो भवन देख्दाखेरि त द्वन्द्वकालीन चाहिँ यहाँ नेपालमा जस्तो लाग्यो नानी मलाई धेरै आन्दोलन हैन त्यस्तो गरेको देख्दा अलिकति अब सर्वसाधारण मान्छे मरे हैन अब भिआइपीहरू खाली उसमा बसे के अरे आन्दोलन गर्नको लागि चाहिँ बिचारा ती जेएनजीहरू गरेर चाहिँ आफ्नो ज्यान गुमाए भनेपछि कति दुःख हुन्छ लाग्छ भन्नु त हामी वहाँ बसी पनि यति दुःख लाग्यो कि है जेएनजीको लागि हामी सबै नेपाली इराकमा बसेका नेपालीहरूले चाहिँ उहाँहरूको चाहिँ भनौँ न आत्मशान्तिको लागि एउटा कामना गर्दै अनि दियोहरू बालेर हामीले चाहिँ त्यस्तोसम्म गऱ्यौँ भनेपछि हामीलाई यहाँबाट जाँदाखेरि चाहिँ तपाईलाई भारी मात्रामा 2,40,50,000 तिर्न पर्छ हामीले वहाँबाट आउँदा $500 हामीले तिर्न पर्छ भनेपछि यहाँको गभर्नमेन्टले जस्तै पासपोर्ट बनाउनको लागि अथोरिटी दियो घुम्ती सेवा पठायो हैन हामीले बनायौँ पनि तर यहाँबाट एयरपोर्टबाट छिर्नको लागि चाहिँ के भन्छन् भने तपाईहरु यो इराक भन्ने ठाउँमा किन जानुहुन्छ यो अथोरिटी नदिएको ठाउँ हो भनेर चाहिँ हामीलाई जान दिनु हुँदैन पैसा पेलेर गयो भने जान दिनुहुन्छ पैसा पेल्न सकेन भने त्यो मान्छे त्यो एयरपोर्टबाट फर्केर आउनुपर्छ भनेपछि कतिसम्म गरेको छ सरकारले भन्नुस् त